ओहो सानो के हो यो? यो गाउँको अर्ग्यानिक स्ट्रबेरी। स्ट्रबेरी हो। कस्तो छ? मिठो हुन्छ। खै देखाउ त अलि राम्ररी। कहाँबाट ल्यायो यो? यो उताको बारीबाट ल्याएको। बारीबाट ल्याएको हौ। खाऊ त खै। ओहो खोइ कति ठुल्ठुलो हो। ठुल्ठुलै पाइन्छ यहाँबाट। ठुल्ठुलै पाइन्छ। गाउँघरमा। हो र। वहाँ सहरमा चाहिँ स्ट्रबेरी भन्छ। यहाँ गाउँको अर्ग्यानिक भएर यहाँ चाहिँ कौवा काफल भन्छ। ए कौवा काफल भन्छ। कति राम्रो है मम्मी, तपाईँले खानुभएको छ? मैले पनि खान्थेँ नि छोरी तिमी जात्रेमा। खाऊ त खै एउटा खाएर देखाउ त। ओके। मिठो छ। मिठो रस आउँछ नि मम्मी, यसको मिठो हुन्छ। खै देखाउ त। अनि तिमीले आफै टिपेर ल्याएको? मलाई आफै टिपेर ल्याएको हो। यति दिनदिनै कति खान्छौ भन तिमीले? दिनदिनै धेरै खान्छौँ। धेरै खान्छु। खोइ यता हेर न। मम्मी मैले त यो पनि ल्याएको हो कति खाने ओली, तिमीलाई त माम खानै नि पर्दैन होला है? यति भए त कहाँ हुन्छ र। माम पनि खान्छौ भन। अनि यो कौवा काफल नि खान्छौ। स्ट्रबेरी 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 भन्छ नि बुटलमा, यहाँ अर्ग्यानिक भएर कौवा काफल भन्छ। त्यही त है। बुटलमा कति पैसा राखेर किन्न पर्छ, यहाँ त्यत्तिकै पाइयो भन। त्यत्तिकै गाउँबारीको खेतबारीमा फल्छ, आफै टिपेर खाने। हामी आउँदाखेरि चाहिँ यो फलेको थिएन, दुई दिनमा फले यो पनि। तिमी आउँदा फल्न लाग्थ्यो, अहिले फल्यो भन। हाम्रो घरको पछाडि पनि फल्न लाग्छ, फुल फुल्छ, त्यो पनि फुल्छ। फुल्छ। खान्छौ जे होस् खान्छौ तिमीले दिनमा। यता पनि छ है, धेरै छ के। मैले टिपेको त्यहाँ बारीबाट यहाँ दुई तिनवटा भेट्थेँ। उहाँ त कत्रा भेटेछ, मेरो हात मिल्नु हटाएर कहाँ राखौँ भन्छ। ल ल ल ल ल दिनदिनै यस्तै खाऊ, हेल्दी हौ। बजारको जङ्क फुड खाने होइन अब, होइन? जङ्क फुड बिर्सेर नानीले कौवा काफल खान लाइछिन्।